नौटौँ यहाँबाट त्यस्तो नगर्नु त्यही त कस्तो हामी त बुझ्दैन नौटौँ यहाँबाट त्यस्तो नगर्नु त्यही त हेर्न सक्नुहुन्छ यो ग्वारखुको फ्लाइओभर रहेको छ र यहाँ आजबाट ग्वारखुको फ्लाइओभर सञ्चालनमा आउनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज 4 बजे ग्वारखुको फ्लाइओभर उद्घाटन गरिसकेपछि ग्वारखुको फ्लाइओभर खुल्नेछ र यहाँबाट गाडीहरू सञ्चालनमा आउनेछ र आइसकेपछि ग्वारखुमा लामो समयसम्म विद्यमान रहेको जाम चाहिँ पूर्ण रूपमा हटेर जानेछ। ग्वारखु चोकैको माथि फ्लाइओभरबाट तपाईँहरूलाई यो भिडियो देखाइरहेको छु र यहाँ हेर्न सक्नुहुन्छ पानी परिरहेको छ र अब गाडीहरू प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले उद्घाटन गरिसके पश्चात यहाँ गाडी सञ्चालनमा आउनेछ। यो स्टेज रहेको छ प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट उद्घाटन गर्ने स्टेज रहेको छ हेर्न सक्नुहुन्छ। हजुरको नाम चाहिँ बुवा? मङ्गल। यही ग्वारखुवासी? कति वर्ष लाग्यो बनाउन? यो भनेको 3 वर्ष भनेर टाइम दिइराखेको होइन, 3 वर्ष त पुरा भयो। बढी भयो नि? के हो 3 वर्ष पुरा भयो, अब उद्घाटन गर्ने आज। कस्तो लागिरहेको छ? खै अब कस्तो भन्ने, काम गर्ने मान्छे थाहा छ, हामीले हेर्ने मान्छे के थाहा हुन्छ। तपाईँलाई कस्तो लागिरहेको छ त? अहिले त ठिकै भन्नु पर्यो नि, काम त हामी अलिक ढिलो गऱ्यो कि। ढिलो गऱ्यो है? वाक्कै लाग्यो है? काम गर्न दिक्कै लाग्यो। ढिलाको दाजु एउटा बोकिन पाइँदैन, 10 मिनटमा पनि यो ओपिनियन पुऱ्याउँदैन, त्यस्तो ढिला काम गर्ने एकदम ढिला। नत्र त यो 2 वर्षमा सुधिनु पर्ने। अब आज प्रधानमन्त्रीज्यू आउँदै हुनुहुन्छ केपी शर्मा ओली, उहाँले के गर्ने? उही त हो नि त, मन्त्री भएर के काम गर्छ त? खाने मात्रै काम गर्छ। आशा छैन? खै उहाँहरूले थाहा हुन्छ, हामीले त के थाहा? किनभने उहाँहरू नभइकन पैसा दिनलाई गाडी हुन्छ होइन, काम गर्ने। अनि उनीहरू भएपछि धेरै पठाइदिने पैसा जे होस्, मेन पैसा त उहाँले दिन्छ हो। भनेपछि प्रधानमन्त्री आउँदै हुनुहुन्छ भन्दा पनि खासै हर्ष छैन? खै त्यो त थाहै हुँदैन, के हर्ष, के गर्ने हर्ष? हामीले त के गरिरहेको हुन्छ होइन, केही गरेको छैन, हर्ष भएर के? हर्ष त हुनु पर्यो नि होइन? यो जनताकै करबाट बनेको त हो नि। हामी तपाईहरुलाई प्रत्यक्ष देखाइरहेका छौं ग्वारखु चोक माथिको यो फ्लाइओभरबाट स्टेज तपाईहरुले देख्न सक्नुहुन्छ। स्टेज रहेको छ यो चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्दै हुनुहुन्छ र अगाडि ब्यानर छ केपी शर्मा ओलीको फोटो सहित र स्टेज बनाइएको छ। स्टेज सामान्य बनाइएको छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। बेलुन सजाइएको छ, ग्वारखुको स्टेज रहेको छ। रातो नीलो सेतो कलरको बेलुन सजाइएको छ र यहाँ स्टेज बनाइएको छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। र प्रधानमन्त्रीज्यूबाट यहाँ उद्घाटन हुँदैछ। मानिसहरू प्रतीक्षामा बसिरहनु भएको छ, हेर्न सक्नुहुन्छ। यो ग्वारखु चोक
यता जाम भइरहेको छ। आजबाट हट्छ है। आज प्रधानमन्त्रीज्यूले सम्बोधन गरे पश्चात अथवा उद्घाटन गरे पश्चात यो जाम पुरै हट्नेछ र हेर्न सक्नुहुन्छ यो ग्वारखु चोकको ठ्याक्क माथिबाट तपाईँहरूलाई प्रत्यक्ष देखाइरहेको छु। माथिको यो फ्लाइओभरबाट हेर्न सक्नुहुन्छ। यहाँ अहिलेदेखि नै प्रतीक्षा गरेर बसिरहनु भएको छ चेयरमा र अब प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट चाहिँ यहाँ उद्घाटन हुने कार्यक्रम रहेको छ। उद्घाटन प्लस सम्बोधन हुन्छ र यो फ्लाइओभरको अवस्था तपाईँहरूलाई प्रत्यक्ष देखाइरहेको छु है त। यो चाहिँ स्टेज पछाडिको भाग रहेको छ। स्टेज पछाडिको भाग यहाँ टिकटक बनाउने भिडियो बनाउने हैन अनि युट्युबर साथीहरू पनि हुनुहुन्छ र बालकुमारीको पुलबाट यता बिएनबी हस्टेलको पुलसम्म भनौँ फ्लाइओभरको स्टेज रहेको छ यो र तपाईँहरूलाई फेरि डिजाइन पनि राम्रो देखिएको छ। एकदमै हेर्न सक्नुहुन्छ टिकटक सुट भइरहेको छ गाडी र यो स्टेज पछाडि भन्नाले यता सातो बाटोपट्टिको यो चाहिँ लाइन रहेको छ। जाम हेर्न सक्नुहुन्छ र आज प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले 4 बजे यहाँको उद्घाटन गरिसकेपछि ग्वारखु फ्लाइओभरको उद्घाटन गरिसकेपछि आम सर्वसाधारण पब्लिकको लागि चाहिँ खुल्ला गरिनेछ यो फ्लाइओभर र हेर्न सक्नुहुन्छ तपाईँहरूले। धेरैजना नजानु है भत्केर फेरि ठाउँको ठाउँ होला नि भन्नुभएको छ है। त्यो चाहिँ हुन नसक्छ है अहिले, किनभने प्रधानमन्त्रीज्यू आउँदै हुनुहुन्छ एकछिनपछि। अहिलेसम्म त ठिकै छ, फाट्टो मात्र छ होइन। नहोस् त्यस्तो। थ्याङ्क यू फर कमेन्ट एन्ड धेरै तपाईँहरूलाई देखाएँ मैले यो भिडियो। सबैले सेयर गर्नुहोला र यहाँ हिजोदेखि नै एकदमै भाइरल बनिरहेको छ ग्वारखुको फ्लाइओभर र सबैजनाले भिडियो बनाइरहनु भएको छ। यो छेउछेउमा यसरी फलामको यो डन्डी राखिएको छ ठुलो र यता हेर्न सक्नुहुन्छ तपाईँहरूले सवारी जाम यस्तो जाम छ। तर आजदेखि हट्ने छ यो, आजदेखि बेलुकादेखि हट्ने छ र यहाँ ग्वारखु फ्लाइओभर माथिबाटै सबै गाडीहरू गुड्नेछ र हेर्न सक्नुहुन्छ। र तपाईँहरूलाई अब हामी भिडियो मार्फत केही देखाउन गइरहेका छौँ। एकछिनपछि हामी भिडियो अपलोड गर्नेछौँ र तपाईँहरूले चाहिँ पेजलाई फलो गरेर जोडिनु होला सबैजना है। फलो गर्नुहोस्, अल नोटिफिकेसनमा अन गर्नुहोस् र हामी तपाईँहरूलाई एकैछिनमा फेरि पनि भिडियो देखाउनेछौँ र भिडियो देखाइसकेपछि फेरि हामी बेला बेलामा लाइभमा जोडिनेछौँ र सबैजनाले हेर्नुहोला ग्वारखु फ्लाइओभरको यो अवस्था हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ यो ग्वारखुको जाम भन्ने दिन पनि आजबाट सदाको लागि अन्त्य हुँदैछ, किनभने तपाईँहरूलाई यो ग्वारखु फ्लाइओभरबाटै भिडियो बनाइरहेको छु। हेर्न सक्नुहुन्छ ग्वारखु फ्लाइओभर आजदेखि कम्प्लिटली खुल्नेछ र अहिलेसम्म खुलेको छैन है। आजदेखि भन्नाले अहिलेसम्म खुलेको छैन। आज 4 बजे बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरिसकेपछि यो फ्लाइओभर खुल्नेछ र यो तमाम जामहरू चाहिँ हटेर जानेछ र यो जाम हटिसकेपछि वर्षौँदेखि ग्वारखुको यो जामको समस्या आजबाट अन्त्य हुनेछ र बेलुका 4 बजे केपी शर्मा ओलीले उद्घाटन गरिसकेपछि ग्वारखुको फ्लाइओभर माथिबाटै सरर गाडी चल्नेछ र यो तमाम जामहरू चाहिँ हटेर जानेछ। तपाईँहरूलाई प्रत्यक्ष देखाइरहेको छु र हेर्न सक्नुहुन्छ नयाँ सडक, नयाँ कलर र यहाँको
फ्लाइओभर भन्ने बित्तिकै ठ्याक्क जमिनबाट उठेको सडक र यहाँ चाहिँ भिडियो बनाउनेहरूको एकदमै हुन्छ नि आकर्षक बढेको छ। टिकटक सुटदेखि लिएर विभिन्न युट्युब फेसबुकको लागि भिडियो बनाउने मानिसहरू चाहिँ धेरै छन् र हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ स्टेज बनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली केही बेरपछि यहाँ उद्घाटनको लागि आउनुहुनेछ र उहाँले उद्घाटन गरिसकेपछि मात्र यो बाटो आम सर्वसाधारण आम सार्वजनिक सवारी साधनहरूलाई चाहिँ यो बाटो खुल्ला गरिनेछ र ग्वारखु फ्लाइओभरको यो प्रत्यक्ष भिडियो तपाईँहरूलाई देखाइरहेको छु। फ्लाइओभरको र प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनेपछि विभिन्न सामाजिक सञ्जालमा टिका टिप्पणीहरू आइरहेको थियो र आफ्नो विचारहरू राखिरहनु भएको थियो र जे होस् जसले उद्घाटन गरे पनि ग्वारखुको फ्लाइओभर सम्पन्न भयो र यहाँको जाम वर्षौँदेखिको जाम हट्ने भयो। यही खुसीको कुरा हो र हेर्न सक्नुहुन्छ यो तपाईँहरूलाई प्रत्यक्ष देखाइरहेको छु। अहिलेदेखि नै स्टेजमा मानिसहरू चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतीक्षामा चेयरमा बसिरहनु भएको छ र यो सडकको यो अहिले मैले देखाएको यो चाहिँ सातो बाटोबाट कोटेश्वर आउने हो भने यो लाइन चाहिँ कोटेश्वरबाट सातो बाटोतर्फ आउने बाटो रहेको छ र ग्वारखु फ्लाइओभरको भिडियो हेरेर तपाईँलाई कस्तो लाग्यो, कस्तो सम्भवतः नेपालकै पहिलो फ्लाइओभर र कस्तो अनुभव गर्नु भइरहेको छ भन्नाले तपाईँहरू त टाढा बसेर हेर्नुभयो होला होइन। जस कस्तो लागेको छ आफ्नो मनमा लागेको कुराहरू विचारहरू कमेन्ट गर्नुहोस् र ग्वारखु फ्लाइओभरको यो दृश्य तपाईँहरूलाई देखाइरहेको छु, हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ग्वारखु फ्लाइओभर उद्घाटनको लागि आइसक्नु भएको छ। ग्वारखु फ्लाइओभरको उद्घाटनको निम्ति अगाडि गइहाल्छ नि। यहाँबाट त्यस्तो नबोल्नु त्यही त कस्तो हामी त बुझ्दैन नि अलिकति अलिकति सर थोरै 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 हेर्न सक्नुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले ग्वारखु फ्लाइओभरको उद्घाटन गर्दै हुनुहुन्छ। ग्वारखु फ्लाइओभरको उद्घाटन भइसकेको छ, हेर्न सक्नुहुन्छ नउठाउ यहाँबाट त्यस्तो नबोल्नु त्यही त ग्वारखु फ्लाइओभरको उद्घाटन भइसकेको छ, हेर्न सक्नुहुन्छ